सर्वप्रथम सबैजना साथीलाई नमस्कार। आज चाहिँ म टिकटकमा आएको गिफ्टहरू कसरी कोइनमा एक्सचेन्ज गर्ने भन्ने तपाईहरुलाई सिकाउँदैछु। सुरुमा चाहिँ हामी प्ले स्टोरमा जाने अनि अर्बन VPN डाउनलोड गर्ने। डाउनलोड गरिसकेपछि हामीहरु त्यो अब एप खोल्नु पर्यो। एप खोल्ने सबैले टक्ला चुज फ्रीमा जाने। चुज फ्रीमा गइसकेपछि एक्सेप्ट गर्ने अनि एग्री एन्ड कन्टिन्यू एनेबल गर्ने। त्यति गरिसकेपछि फेरि हामी डाउनलोड एप्समा जाने, अर्बन सेभ ब्राउजिङमा जाने। यति गरेपछि हामीले त्यहाँ टिक गर्नु पर्यो। टिक गरिसकेपछि एकछिन समय कुर्ने, त्यहाँ ओके गर्नुपर्छ ल। ओके गर्ने अनि ओके गरिसकेपछि हामी फेरि 2 स्टेप ब्याक जाने। यति गरिसकेपछि फेरि एग्री गर्ने। एग्री गरिसकेपछि हामी लोकेसनमा जानु पर्यो। लोकेसनमा माथि सर्च बटनमा इजरायलमा जाने, इजरायल सर्च गर्ने। इजरायल सर्च गरिसकेपछि हामीले इजरायललाई टक्क अब हामीले सर्भर चलाउनु पर्ला इजरायलको। यति चलाइसकेपछि हामी ब्याक जाने, क्रोममा जाने। क्रोममा गइसकेपछि tiktok.com/coin भनेर सर्च गर्ने। यति गरिसकेपछि फर्स्टको इन्टरफेसमा जाने। यतिमा गएपछि सुरुमा चाहिँ यसमा गइसकेपछि हामीले चाहिँ आफ्नो आइडी लगइन गर्नुपर्छ ल। आइडी चाहिँ सेफ हुन्छ, डराउनु पर्दैन। यति गरिसकेपछि तल हाम्रो एक्सचेन्ज भन्ने अप्सन आउँछ, एक्सचेन्जमा जाने। एक्सचेन्जमा गइसकेपछि अब आफूलाई कस्टम गर्ने। अब आफूलाई जति लिन मन लाग्छ कोइन, जति एक्सचेन्ज गर्न मन लाग्छ त्यहाँबाट एक्सचेन्ज गर्ने ल। हस् धन्यवाद। ल कम्प्लिट गर्ने, सक्यो है अब।